हरू यातायातको अवरोध कारणले पनि हुनसक्छ, या खल्तीको अवरोध कारणले पनि हुनसक्छ, या तपाईँहरूलाई टाढा हुनुभएको कारणले हुनसक्छ। त्यो कुरोलाई ध्यान दिनु चाहिँ जरुरी हो। अब यहाँ त्यो बानीको विषयमा त्यो भने, अनि अर्को त्यही कुरो के आयो भने अब भेला हुने कुरो। मत्ती 18:20ले के भन्नुभयो? जहाँ जहाँ हजुर कतिजना? हामी यहाँ कति छौँ? धेरै छौँ। यो परमेश्वरले चाहनु भएको कुराहरू हो। हालेलुया। मत्ती 18:20ले भन्नुभयो, जहाँ मेरो नाउँमा 2 कि 3 जना भेला हुनेछौँ, त्यहाँ चाहिँ तिमीहरूसँग म हुनेछु भन्ने कुराहरू आयो। अनि त्यसपछि आएर भेला चाहिँ तपाईँ र हामी मण्डलीमा किन हुनुपर्ने रहेछ भने, अनि एउटा महत्त्वपूर्ण के छ भने प्रोत्साहन दिनको लागि कुरोहरू आयो। यहाँ यो 3टा कुरो चाहिँ मण्डलीमा भेला हुन चाहिँ परमेश्वरको इच्छा र योजना हो। तपाईँ र मेरो इच्छाले मात्र हुँदैन मण्डली परिवार। किनभने तपाईँ र मैले चाहिँ उत्साह पनि प्रोत्साहन पनि पाउनको लागि रुममा सुतेर हुँदैन। यदि तपाईँले प्रोत्साहन दिनु आउनु पर्यो। मण्डली चाहिँ गएर चाहिँ तपाईँको कोठामा गएर उत्साह दिँदैन। के गर्न सकिन्छ थाहा छ? अर्को कुरो के गर्न सकिन्छ? अर्को कुरो चाहिँ नेपालमा हो भने घरले सङ्गति दिन सकिन्छ, यति हो। यहाँ चाहिँ सम्भव भएन घरले सङ्गति, किनभने अर्को क्याम्पमा गयो भने फेरि अहिले सुरुमा सुनिसकेका छौँ होइन। अनि यो कुरा चाहिँ तपाईँले चाहिँ प्रोत्साहन यदि दिन चाहनुहुन्छ भने मण्डलीमा चाहिँ आउनै पर्यो है। यति चाहिँ कुरो हुनैपर्छ। यदि चाहिँ या प्रोत्साहन दिनको लागि या प्रोत्साहन तपाईँले लिनको लागि चाहिँ मण्डलीमा अनिवार्य रूपले आउनु पर्ने हुन्छ। हालेलुया। अनि हामीहरूको नेपालीहरूको चाहिँ बानी अथवा हामी विश्वासीको बानी चाहिँ मण्डलीले वास्ता गरेन, मण्डलीले प्रोत्साहन दिएन, मण्डलीले चाहिँ अब केयरलेस गर्नुभयो अनि भन्नुहुन्छ भने अनि कसको दोष भयो? मण्डलीको होइन। तपाईँ त आउनु पर्यो मण्डलीमा, म पनि आउनु पर्यो। म चाहिँ आउन सकेन भने, म चाहिँ आएन भने अनि मण्डलीले मलाई यो गर्न भन्नु मिल्यो? त्यो कुरो रहेको छ। अनि अर्को कुरो अघि नै हामीले 5 को 1 मा के सुन्यौँ? कति 5 को 1 मा ठ्याक्कै अघि हामीले वर्षमा सुन्यौँ। के गर्न आउँछौँ हामी मण्डलीमा? हजुर परमेश्वरको वचन सुन्नको लागि। अनि परमेश्वरको वचन चाहिँ के हो? 2 तारे तर्बात नै बोल्ने कुराहरू भयो। त्यो परमेश्वरको वचन चाहिँ तपाईँ र मेरो आत्माको लागि तेल अनिवार्य चाहिन्छ छैन? तपाईँले चाहिँ घरमा दियो बाल्दै हुनुहुन्छ भने त्यो तेल बिना त्यो बल्छ? तपाईँले सलेदो भिजाएर एकछिन राख्नुभयो भने एकछिन बल्छ, तर मरिहाल्छ हो कि होइन? तर तपाईँ र मेरो चाहिँ त्यो दियोमा तेल हाल्नलाई चाहिँ पण्डितले उही गरेर हाल्दैन। त्यो चाहिँ भौतिक दियो भयो। र तपाईँ र म चाहिँ एउटा आत्मिक दृष्टिकोण हेऱ्यो भने तपाईँ र मेरो आत्माको दियो बाल्नको लागि चाहिँ आउनै पर्ने हुन्छ। त्यही नै हो कि परमेश्वरको वचन हामी सुन्नको लागि भन्ने कुरो गर्यो। प्रकाशको पुस्तकमा कतिवटा मण्डली? 7वटा मण्डलीमा के भनेको छ त्यो अन्तिम शब्दहरूमा? सबै पुस्तकको सबै मण्डलीको अन्तिममा के भने? हजुर अन्तिममा प्रकाशको पुस्तकको 7वटा मण्डलीको अन्तिममा के भने त्यहाँ? हजुर जसले हजुर
यहाँ के भनेको जसको सुन्ने कान छ त्यसले सुन्नुहोस् पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ। अब यो कुरो हामीमा चाहिँ बुझ्नुपर्छ। यहाँ कतिवटा मण्डली भने यहाँ 7वटा मण्डली, तर यहाँ हामी कतिवटा छौँ? प्रवास नेपाल क्रिस्चियन मण्डली कतिवटा? यहाँ चाहिँ दमा मण्डली। दमा मण्डलीलाई पवित्र आत्माले के भन्दछ भन्ने कुरो चाहिँ मण्डलीले बुझ्नुपर्छ। पवित्र आत्माले के भन्दैछ? 7वटा मण्डली भन्दैछ होइन? के थाहा 7वटा मण्डलीले त्यही नसुन्ने कारणले भने हो कि त? के थाहा त्यो मण्डलीले चाहिँ पवित्र आत्माको काम पनि नगरेको न त्यस्तो नसुने त्यो भने हो कि न? कान छ भने सुन्नु भने कान छ नि, छ नि कान? कतिवटा छ कान? पक्का हो? सुन्नु भएको छ नि? यदि सुन्छ भने पवित्र आत्माको काम पनि के गर भने काम गर भने। अब यहाँ हामी यता जाउँ। अनि त्यो पवित्र आत्माको काम गर्ने व्यक्तिहरूको जीवनमा चाहिँ बुझाउनमा दिएको छ। ऐनको मैले 1 नम्बर भने कि परमेश्वरको आज्ञा चाहिँ मण्डलीमा जानु हो भने 2 नम्बर बुझाउमा चाहिँ परमेश्वरको आराधना गर्न चाहिँ हामी मण्डलीमा छौँ। बुझाउन मध्येमा जब तपाईँ र मैले चाहिँ पवित्र आत्मा पाइसकेको छ भने पवित्र आत्माको आगुवालाई अनि आवाजलाई हामीले सुनेपछि उहाँको चाहिँ स्वरलाई सुनेपछि अनि तपाईँ र म चाहिँ मण्डलीमा परमेश्वरसँग आराधना गर्न चाहिँ हामी चाहिँ आउनुपर्छ, आएका हुन्छौँ। तर हामीले 95 को 6 पदमा हामीले हेऱ्यौँ भने त्यहाँ के छ? झुकेर आराधना गर्ने कुराहरू छ हो। 95:6 झुकेर भनेको के हो? आफूलाई नरम पारेर नम्रतामा निश्च स्वर गरेर परमेश्वर पितालाई हामीले थर्काएर जम्टेर कोतारेर कामेर भन्न त चाहनु भएको होइन। नम्र भएर आफूले आफूलाई झुकेर आराधना गर्नुपर्ने कुराहरू सिकाउँदैछ। अनि त्यो आराधना चाहिँ आत्मा र सत्यतामा चढाइएको आराधना चाहिँ उहाँले ग्रहण गर्नुहुन्छ भन्ने कुरो चाहिँ सुसमाचार यूहन्ना 4 अध्याय कतिमा? 23 भनेको छ हो किन? 4 अध्यायको 23 पदमा भन्नुभयो। किताबमा त भन्नुभयो। तर हामी नेपालीहरू धेरै मण्डलीहरूमा कोतार्न थाल्छ आराधनामा। कोतार्ने, उफ्रिने, भुइँ ढलान भत्काउने होइन, अनि भुइँको छत ठोक्ने, भुइँ दबाउने, अनि हाम्रो नेपालतिर कार्पेटहरू गुन्द्रे, हाम्रोतिर गुन्द्रे च्यात्ने पनि हुन्छ आराधनाको ठाउँमा। परमेश्वरले त्यो भन्न चाहनु भएको होइन। तपाईँ र म चाहिँ मण्डलीमा आउनको कुराहरू म भन्दैछु। परमेश्वरको आराधना गर्नलाई चाहिँ आफूलाई नम्र पारेर चाहिँ आफूलाई झुकाएर चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ भनेको चाहिँ मण्डली एउटा सामूहिक रूपमा चाहिँ परमेश्वरको महिमा गर्ने एउटा भवन हो। यो चाहिँ मण्डली भनेको तपाईँ हामी नै हो। मण्डली भनेको सामूहिक समूह हो। सामूहिक समूहबाट परमेश्वरलाई आराधना गर्नको लागि चाहिँ तपाईँ र मलाई चाहिँ मण्डलीमा बोलाएको हो। अनि मण्डलीमा आउँदा चाहिँ चढाइने आराधना चाहिँ अनि सुसमाचार यूहन्ना 4 अध्यायको 23 र 24 पद नै हामीले चाहिँ के गरेका छौँ? पढेको मात्रै हो, तर हामी यहाँ गर्छौँ पनि, पढ्छौँ पनि। के अनुसार? सोही अनुसार हामी गरिरहेका छौँ कि अनि पवित्र आत्मा अनुसार चाहिँ हामीहरू परमेश्वरलाई आराधना चाहिँ आफूले नम्र पारेर चाहिँ आफूले आफूलाई चाहिँ प्रभुको सामनेमा झुकेर चाहिँ आराधना चाहिँ हामीले गरिराखेका छौँ हो कि भन त? त्यो कुरो भयो। अर्को 3 नम्बरमा चाहिँ परमेश्वरको वचन सिक्नु। अब यहाँ तपाईँहरू मैले ध्यान दिनुपर्ने कुराहरू है। परमेश्वरको वचन चाहिँ तपाईँ र मण्डलीमा आइसकेपछि वचन मात्र तपाईँहरू सुन्नुहुन्न, वचनबाट तपाईँहरूले पनि मैले पनि केही कुरा सिक्नुपर्छ। हालेलुया हो कि भने त? पक्का हो नि? यहाँ त हो भन्नुभयो, धेरै ढोकाबाट बाहिर गर्छ नि गो होइन। यहाँ
पहिलो 2 तिमोथी 3 अध्यायको 16-17 होइन पवित्र धर्मशास्त्र पवित्र आत्मा प्रेरणाद्वारा के हो हजुर हजुर है कि नै बबी साहब यहाँ सम्पूर्ण पवित्र धर्मशास्त्र चाहिँ हजुर 2 तिमोथीको 3 अध्याय होइन सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वर प्रेरणाबाट भएको हो र यो एउटा कुरो दुईटा अर्को हो यहाँ चाहिँ मण्डलीले यहाँनिर आएर बुझ्नुपर्छ कुरो चाहिँ के भयो सिकाउनलाई अर्ती दिनलाई अर्ती दिने र सिकाउने फरक हो फेरि बुझ्दै हुन्छ नि अर्ती दिनलाई र सिकाउनलाई दिने र सिकाउने अर्ती दिने कुराहरू र अनि सिकाएका कुरा चाहिँ तपाईँ र म चाहिँ यहाँ के त तालिम लिन आएको व्यक्तिहरू हो परमेश्वर वचनलाई यो भन्न छ कि आज यहाँ आएर बोलेको कुराहरू तपाईँहरू सुन्नुहुन्छ अनि सुनेपछि त्यो अनुसारले गर्नु नै कार्यान्वयन हो अनि यो शिक्षा चाहिँ के भन्न खोजेको भने सम्पूर्ण पवित्र धर्मशास्त्र चाहिँ पवित्र आत्माको प्रेरणाद्वारा लेखेको हो यहाँ उत्पत्तिदेखि प्रकाशसम्म हामीले हेऱ्यो भने चाहिँ एउटै कुरो आउँछ यहाँ हो कि होइन कति वर्ष लगाएर चाहिँ लेखेको पुस्तक तर किन मेला खान्छ आज हामीले चाहिँ पवित्र धर्मशास्त्रलाई स्थानीय पर्याय जस्तो सुन्दर पुराणको द्वारा खण्डे मात्र नाच्दै त्यसरी पढेर जाने हर्र पढ्यो सिद्धियो हर्र पढ्यो सिद्धियो परमेश्वरको बाइबल चाहिँ धेरैजनालाई भन्नुहुन्छ यहाँ कतिपल्ट पढ्नुभयो भने मैले त धेरै त पढाएको छैन 7 पल्ट चाहिँ पढ्यो भन्नुहुन्छ अनि तर 7 पल्ट पढ्नलाई एउटा कुरो सोध्यो भने चाहिँ माले एउटा पनि तर यस्तो प्रकारको चाहिँ वर्षमा एकपल्ट पढ्ने चाहिँ शास्त्र मात्रै हो अनि तपाईँ र मेरो हातमा चाहिँ सधैँभरि घन्टै पछि मिनट पछि पढ्नलाई पवित्र धर्मशास्त्र चाहिँ दिएको हो होइन भने त यो पुस्तक चाहिँ कुनै संसारिक पुस्तक होइन यो पुस्तक चाहिँ वैदिक धार्मिक शास्त्र अनुसारको पुस्तक होइन यो चाहिँ त्यो वैदिक धर्मशास्त्र पुस्तक चाहिँ उनीहरूको ठिक समयमा मात्रै पढ्ने हो तर हामीलाई चाहिँ कहिले दिएको छ सधैँ पढिरहने कुराहरू दिएको छ यहाँ अनि उहाँहरूको चाहिँ वर्षमा एकपल्ट पढ्ने किताबहरू हुन्छ त्यस्तो होइन हाम्रो चाहिँ त्यसै कारणले हामीले चाहिँ सधैँभरि नै किताब पढिरहनु पर्छ मण्डलीमा तपाईँहरू हामी चाहिँ किन आउँछ भने मण्डलीको चाहिँ परमेश्वरको वचन सिक्नलाई पहिलो कुरो यहाँ भन्ने कुराहरू तपाईँहरू पालन गर्नुहुन्छ भने त्यो सिक्ने कुराहरू हो है अनि यो मण्डलीमा चाहिँ मण्डलीले अनि हाम्रो विश्वासलाई अनि शिक्षाद्वारा तपाईँ र मलाई बलियो र मजबुत गराउनको लागि चाहिँ अथवा बलियो र मजबुत हुनुको लागि चाहिँ तपाईँहरूमा मण्डलीमा आउनुपर्छ भन्ने कुराहरू हो है बुध नम्बर 3 को चाहिँ हामीले सुन्छौँ वचन यहाँ सुन्यो बाहिर निस्कियो सिद्धियो हिजो कसले भन्नुहुन्थ्यो हाम्रो वचन बच्चाज्यूले मण्डलीभित्र बसिन्जेल के अरे हो स्वर्गदूत रे बाहिर गएपछि हजुर अनि त्यसै कारणले हामी विश्वासी भएको हुनाले हामी राकेट चाहिँ फ्याँके राखेको हुनाले हामी चाहिँ राकेटतिर जानु हुँदैन हामी चाहिँ अब यसरी जानुपर्छ है भन्ने कुराहरू है त यो बाइबलले चाहिँ यसरी सिकाउँछ अनि परमेश्वरको मण्डलीमा तपाईँ र हामी चाहिँ एउटा शिक्षामा परिपक्वता हुनलाई अनि एउटा परमेश्वरको वचनद्वारा तपाईँको आत्मिक जीवन चाहिँ बलियो हुनुको लागि चाहिँ हामी मण्डलीमा आउने हो नि होइन अनि अर्को कुरो चाहिँ यहाँ 4 नम्बरमा के छ भने अनि विश्वासीहरूसँगको सङ्गति अब यहाँ हेर्नुहोस् अब यहाँ आउन्जेल चाहिँ विश्वासीहरूसँग सङ्गति अनि अस्ति नै मैले भन्दै थिएँ 6 दिन पहिला चाहिँ 6 दिन चाहिँ कोसँग सङ्गति खालिद भाइहरूसँग सङ्गति ठिकै छ हामी खालिद भाइ खान भाइ होइन सबैसँग सङ्गत गर्नुपर्छ त्यो चाहिँ सङ्गत होइन सङ्गत हो
है त्यहाँ रहन्जेलसम्मको लागि त्यो चाहिँ सङ्गति र सङ्गतले चाहिँ तपाईँ र हामीलाई चाहिँ फाइदाजनक गर्दैन। त्यहाँ चाहिँ काम गरुन्जेल चाहिँ सङ्गत गर्नैपर्छ हामीले है। तर एउटा कुरो के छ भने हामी नेपालीको चाहिँ अघि नै हामी सूचना सुन्यौँ, आज उसँग बोल्ने एउटा कुरा उसले बोलाउने आफूले दुईवटा कुरा बोलिदिने, अनि खान भाइहरूको बोली तपाईँलाई थाहै छैन छ होइन, खान भाइसँग बोलीहरू त्यसै छ। अनि उसले एउटा कुरा बोलाउने हामीले दुईवटा कुरा बोल्यो भने आफूलाई चाहिँ हो त्योभन्दा म के भन्ने हुने, अलि त कस्तो कस्तो हुने। फेरि त्यसले दुईवटा कुरा बोल्यो भने आफूले चारवटा कुरा बोल्यो भने त्योभन्दा म के भन्ने। अनि फेरि हुँदा हुँदा तिनीहरूसँग सङ्गति भएपछि के भयो, अनि बनाउँछ एक अध्यायको एक पद दुई पद के कामै लागेन होइन र। सङ्गत चाहिँ हामीले 6 दिन चाहिँ संसारका मान्छेसँग भइराखेको छ। तर तपाईँ र मेरो 6 दिन बितेको समय चाहिँ तपाईँ र मेरो चाहिँ कस्तो प्रकारको समय बितेको त्यहाँ तपाईँको बोली, तपाईँको आचरण, तपाईँको चाहिँ व्यवहारहरू, तपाईँको चाहिँ बोल्ने शैलीहरू यहाँ एक दिन मात्रै यहाँ आउँदाखेरि मात्रै हो कि 6 दिन चाहिँ खान भाइहरूसँगै पो हो कि बन्धु भाइहरूसँगै होइन। उनीहरूले त हामीले एउटा कुरा गऱ्यो भने उनीहरूले 6वटा कुरा बोलिन्छ, उनीहरूले 6वटा कुरा बोल्यो भने हामीले 9वटा कुरा बोल्न पनि बेला हुँदैन। हामी नेपाली यति बहादुर हो यो चाहिँ होइन भन्न पनि अलि मिल्दैन कि गाह्रो पनि हो, धेरै गाह्रो छ यो कुरा चाहिँ। यहाँ भन्न खोजेको कुरा चाहिँ चारजनाले विश्वासीहरूसँगको सङ्गतिले तपाईँले मलाई कहाँ लगेको छ, र 6 दिन संसारी मान्छेसँग गरेको सङ्गतिले तपाईँ र मलाई कता ल्याउनु छ। आज 6 दिनसम्म गरेको सङ्गतिलाई चाहिँ एक दिन गरेको सङ्गतिले जित्नु पर्छ, त्यसलाई मेट्नु पर्यो होइन। हालेलुया। किनभने यहाँ हामीले अनि तपाईँ र मेरो सङ्गति चाहिँ कोसँग हुनु पर्यो, परमेश्वरसँग हो। पहिलो कोरिन्थी 1 अध्यायको 9 पद के भने हजुर पढौँ है। पहिलो कोरिन्थी 1 अध्यायको 9 पद। ल ज्वाइँ साहब, मेरो ज्वाइँ, हाम्रो कता हुनुहुन्छ मेरो ज्वाइँ? मनी ज्वाइँ, मनी ए लु त पहिलो कोरिन्थी 1 अध्यायको 9 पद। हजुर पहिलो कोरिन्थी 1 अध्यायको 9 पद। परमेश्वर विश्वास योग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयो। आमेन। कोसँग रह त? प्रभु येशूसँग। कहिले कहिले कहिले? आज भन न। परमेश्वर विश्वास योग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरूले बोलायो। कहिले? आज मात्रै। कहिले? शुक्रबार मात्रै। बाँकी 6 दिन के भयो? सङ्गति माले। अनि सङ्गति कोसँग भयो? खान भाइसँग भयो। अनि खान भाइको सङ्गतिले तपाईँले मलाई के गर्यो? 6 दिन अनि उतै लग्यो। लो अब सङ्गतिको फाइदा यहाँनिर कस्तो भयो त? अब 6 दिन सङ्गति उता गर्नुभयो, एक दिन तपाईँ यहाँ गर्नुभयो, पहिलो कोरिन्थी 1 को 9 पद अनुसार गर्नुभयो। तर अब हामीले यो विचार गरौँ कि 6 दिन सङ्गति उताको व्यवहार, उता बोलेको कुरा र उता गरेको आचरणले तपाईँ र म चाहिँ प्रेरित 2 अध्यायको 42 पदमा सहभागी हुन सक्छौँ या सक्दैनौँ? अथवा प्रेरित 2 अध्यायको 42 पदले के भन्छ? हजुर हजुर कसरी? तिनीहरू प्रेरितहरूका शिक्षा सङ्गति र रोटी भाँच्न प्रार्थना गर्न भक्ति लगाइरहन्थे। अब यहाँनिर त एकैछिन त हामीले भन्यौँ पहिलो कोरिन्थी 1 को 9 पद अनुसार चाहिँ उहाँले बोलाउनु भयो भने सङ्गतिमा आयौँ। तर कहिले? आज एक दिन शुक्रबार, किनभने छुट्टी नै शुक्रबार पाउँछ हामीले, हो कि भन्छ त? हो कि न? यिनीहरूलाई आयो। अनि 6 दिन चाहिँ उहाँ हामीले गरेको खान भाइहरूसँग, जामिन भाइहरूसँग, बङ्गाली भाइहरूसँग, साधु भाइसँग, अनि
तपाईँले जति पनि त्यहाँ गर्नुभएको आचरण र 6 दिनको सङ्गतले यसमा 42 पदमा सहभागी हुन सक्नुहुन्छ या सक्दैन? एउटा प्रश्न। 6 दिन उहाँ सङ्गति गरेको कारणले यो कुरामा सहभागी हुन सक्नुहुन्छ या सक्नुहुन्न? त्यो प्रश्न आफूले गर्ने। सबैले नगर्नु भएको होला, सबैले नबोल्नु भएको होला र सबै दाजुभाइहरू चाहिँ त्यस्तो नगर्नु भएको पनि होला। सबैले गर्नु भएको छ भने छैन, होइन? अनि आफूले आफूलाई चाहिँ फिलिङ गरौँ, आफूले आफूलाई चाहिँ महसुस गरौँ कि 6 दिन सङ्गति गरेको गर्दाखेरि यस्तो सङ्गत थियो। अहिले एक दिन त यहाँ चाहिँ विश्वासीहरूसँग सङ्गतिमा हामी यस्तो छौँ। अब हामी त्यो सङ्गतमा परेका मान्छेहरू चाहिँ यो कुरामा सहभागी हुन सक्दैनौँ भन्ने कुराहरू हो है। केमा? शिक्षामा। शिक्षा के गर्नु पर्यो? सुन्नु पर्यो। सुनेको पाल्नु छैन, होइन? अनि सङ्गतिमा, रोटी मात्नुमा, अनि प्रार्थना गर्न र अनि विशेष गरी मैले भन्न खोजेको चाहिँ हामी या भित्र या बाहिर या यहाँ या जहाँ गए पनि तपाईँ र मेरो चाहिँ आचरण, बोली वचन, खान भाइ, बङ्गाली भाइ, इन्डियन भाइ, साउदी भाइ, जोसँग तपाईँ र मसँग गर्दछौँ भने नि तपाईँ र मेरो बोली एउटै हुनुपर्छ। बुझ्नुहुन्छ नि? अनि मात्र तपाईँलाई चाहिँ यो विश्वासी हो अरे हो र छै भने उनीहरू आफैले भन्छ। तपाईँले भन्नु पर्दैन म विश्वासी हो, म क्रिस्चियन हो भन्नु पर्दैन। सुन्नुहुन्छ नि? म विश्वासी भन्नु पर्दैन। तपाईँले बिस्तारै कम्पनीमा काम गर्दै गएपछि उनीहरू 17 पल्ट सल्लाह पढ्नुहोस्, के छैन। तपाईँ काम गर्नुहोस्, प्रार्थना गर्नुहोस्, तर तपाईँको प्रार्थना सँगसँगै जीवन कस्तो छ त? त्यो जीवन हेरेर उनीहरूले अटोमेटिक सिधा भन्छ, एकदम मसिया भन्छ, सिधा भन्छ। तिमीहरू एकदम मुस्लिम होइन भन्नु सक्दैन, किनभने मैले भोगेर आएको कुराहरू हो। कुवेतमा 1998 त्यहाँ मैले चाहिँ भोगेको कुराहरू। अनि त्यसपछि आएर यहाँ दुबईमा पनि मैले त्यस्तो सुनेको। अनि यहाँ पनि आएर यो कम्पनीमा आएर ठाउँमा त्यसो भन्थ्यो। हामी के गर्छौँ भने मण्डलीमा आएपछि पुग्लोकै सुरु भइदिने, हो प्रभु तपाईँ नै मेरो सर्वहारा भनिदिने। अनि यहाँ बाहिर गएपछि के त हम किसी से कहाँ कम है यो मात्र हो र। अनि हरेक शब्दमा उसले एउटा कुरा बोल्यो भने हामीले दुईटा कुरा बोल्यो भने हामीले अझ उत्साह मिल्ने कि मैले त यस्तो भनिदिइहालेँ। अनि उसले दुईटा कुरा बोल्यो भने फेरि हामीले चाहिँ 4 कुरा पनि बोल्न फर्काउन नसक्ने क्या, फर्काउन सकिँदैन भन्ने छैन। तपाईँले फर्काउनुहुन्छ। अनि यो 6 दिनको व्यवहारले अनि फेरि त्यो 2 अध्यायको 42 पदमा सहभागी हुँदै गर्दा तपाईँ र मलाई कस्तो लाग्छ? हजुर ऊ बाहिर बज्यो है। अनि मैले भन्न खोजेको चाहिँ विश्वासी जीवनमा एक्लो परिवार होइन। हामी विश्वासीहरूमा एक्लो परिवार होइन। बुझ्नुभयो? हामी विश्वासी चाहिँ दाजुभाइहरू एक्लो परिवार होइन। हाम्रो सम्पूर्ण दाजुभाइहरू एउटै परिवार हो, एउटा ढिको हो। यहाँ हामीले 6 दिन उहाँ काम गरेर आए तापनि त 6 दिन काम गरे सँगसँगै 6 दिनसँगको व्यवहार हामीले यहाँ गर्नु भएन। यहाँको व्यवहार चाहिँ, यहाँको बोलीवचन चाहिँ, यहाँको आचरण चाहिँ त्यहाँ 6 दिनलाई के गर्नु पर्यो? ढाक्नु पर्यो। हालेलुया। यहाँ तपाईँले एक दिन गर्नुभएको काम छ नि, क्यारेक्टर, बोली वचन, आचरण, यो एक दिनले चाहिँ 6 दिनलाई ढाक्नु पर्यो। अब ढाक्न यहाँ गाह्रो छ। फेरि कति गाह्रो हुन्छ नि। 46 डिग्रीको 56 डिग्रीको कन्टेनरभित्र पसेपछि कम्ती गाह्रो हुन्छ। हो त्यो गाह्रो उठाउनु भन्ने कुरा नै क्रुस उठाउनु हो। क्रुस चाहिँ काठे मुढो बोकेर काम हालेर बोक्ने क्रुस होइन। त्यो चाहिँ 6 दिन बिताउने समय चाहिँ आजको जस्तै गरी, एक दिनको जस्तै गरी
बिताउने समय 6 दिन तपाईँ बिताउनुहुन्छ नि त्यो चाहिँ क्रुस बोकेको हो। क्रुस चाहिँ सजिलो छैन बोक्नलाई। मुढा झ्याम्म काँधमा हाल्यो बोकेर हिँड्यो त्यो क्रुस भन्नु खोजेन। 6 दिन चाहिँ तपाईँको जीवनमा आउने सङ्कट क्रुसहरू हो। त्यो क्रुस तपाईँले बोक्न सक्नु पर्यो। कसरी बोक्ने त? आजको दिन हामीले पाएको एक दिनबाट सिकेको बोलेको र तपाईँ र मेरो आचरणबाट चाहिँ 6 दिनलाई ढाक्ने कुराहरू चाहिँ क्रुस बोक्नु हो। ढाक्नु भएको छ? ढाक्नु भएको छ? मैले धेरै चालक दाजुभाइ हुनुहुन्छ धेरै, मैले नेपालमा सुन्दैछु है। नेपालमा हाम्रो एउटा म सिधै कुरा हुन्छ एल्डोबाको गाडी थियो, हाम्रो शम्भु विक हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ अहिले चेन्ज भएको छ। लगभग 40 वर्षसम्म शम्भु विक भनेर हामीले चिन्थ्यौँ, तर अहिले चाहिँ डेभिड हुनुभएको छ। खुसी लाग्छ नाम सुन्दा। हिजो उहाँले बनाउने भाँडाकुँडा बनाउने है, तामाको भाँडाहरू मूर्तिहरू बनाउनुहुन्थ्यो। त्यो मूर्ति बनाउँदै उसले चाहिँ 20 वर्ष सेवा सङ्गति गर्यो। बुझ्नुभयो नि? 6 दिन उसले मूर्ति कुदेर सङ्गति गर्नुभयो। 6 दिन। एक दिन के गर्नुहुन्छ उहाँ? सङ्गति गर्नुहुन्छ। तर परमेश्वर वचनले के भन्नुभयो? आज्ञाको विषयमा हामी गयौँ भने पहिले कुरै के भन्नुभयो मूर्तिको विषयमा? हजुर हो, हाम्रो श्यामले ठ्याक्कै भनिहाल्नु भयो, अरूले थाहा भएन। हजुर अनि यहाँ कुरो आयो। आज हामीहरू पनि 6 दिनसम्म चाहिँ हो त्यो टुकटुके मूर्ति पूजा छैन होला, टुकटुके मूर्ति बनाएको छैन होला, तर 6 दिनसम्म चाहिँ तपाईँहरूले त्यस्तै मूर्ति हाम्रो हृदयमा बोकेर हिँड्नु भएको छ भने खबरदारी, यो चाहिँ त्यो निकाल्नै पर्छ। त्यो मूर्ति भने चाहिँ त्यो तस्बिर लिएर आएर त्यो तोर्मा लिएर आएर राख्ने कुरो होइन, त्यो मूर्ति नै बोकेर हिँड्ने कुरो होइन। तपाईँ र मेरो बितेका कुराहरूलाई कतिको ख्याल गर्नु भएको छ? बितेका कुराहरू तपाईँ र मैले संसारमा हुँदा अथवा प्रभुलाई नचिन्दाखेरि जति गरेका कुराहरू थियो, फोटो, मन्दिर, तस्बिरहरू, त्यसलाई पूजा गरेर राख्नु भएको छ भने नि तपाईँहरूले र मैले पनि उद्धार पाएको छैन। मेरो बुवा बित्नु भयो, मेरो मम्मी बित्नु भयो, तर तपाईँले चाहिँ तस्बिर राख्दै हुनुहुन्छ भने नि उहाँको सम्झनामा त्यो मूर्ति पूजक हो। मेरो बुवा बित्नु भएको 2017 भयो होइन, 17, 18, 19, 20, 21, 22, 23, 24, 8, 9 वर्ष कति भयो। मैले बितेको बुवाको तस्बिर राखेँ भने के भयो? त्यो मूर्ति पूजक। एशिया 43 को 18 के भने बितेको कुरालाई के भन्नुभयो? भुलिदियो। अनि पहिले 2 कोरिन्थी 5:17 के भन्यो? यसकारण अनि आज हामी विश्वासीहरू पनि अझ पनि 6 दिन जस्तै गरे मूर्ति पूजा गर्न छोडे होइन। मेरो आमा बित्नु भएको यति वर्ष भयो, हरेक वर्षमा चाहिँ स्मृति सभा। मेरो बुवा बित्नु भयो, स्मृति सभा, त्यो श्राद्ध हो। यो चाहिँ विश्वासमा आएर पनि यस्तै गरे हुन्छ नि, त्यो नै हो मूर्ति पूजा। आज मण्डलीमा तपाईँ र मैले के सिक्दैछौँ? यहाँ मण्डलीको अग्रजहरूले के सिकाउँदै हुनुहुन्छ भन्ने तपाईँले बुझ्ने कुराहरू हो।